सबैजना नमस्कार। म लील प्रकाश विक। उहाँ चाहिँ हामीसँग सँगै भलिबल खेल्ने चाहिँ भिनाजु हुनुहुन्छ। विगतका समयमा सबैजनाले हाम्रो त्रिवेणी गाउँपालिका 1, 2 लगायत सम्पूर्ण ठाउँका कालीमाटी प्राय साथीहरूले उहाँलाई र हामीलाई सँगै भलिबल खेलेको देख्नुहुन्थ्यो होला। लामो समयदेखि उहाँ कुनै मैदानमा पनि देखिनु भएको छैन र कुनै गाउँ समाज कार्यक्रममा पनि उपस्थित हुनुभएको छैन। त्यसै खास चाहिँ हजुरलाई भएको चाहिँ के हो? मेरो यो पेट उसुमसुम हुने सुन्ने जस्तो हुने, खाना खाइराख्नु पर्ने, शरीर झम्किरहने, खुट्टा हेर न यसरी अहिले पनि मालिस गरिराख्नु पर्छ। हजुर यो पुरै झम्किने के झम 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 गर्ने, राति सुत्दा पनि एउटा बस्ने एउटा सुत्ने। यो खासमा वास्तविकमा हजुरलाई यो सुरु चाहिँ कहाँबाट र के कारणले गर्दा यस्तो भयो जस्तो लाग्छ? खै यो पहिला अब गेम खेल्दाखेरि पनि त्यस्तो पहिले अलिअलि भइरहेको थियो। हिँड्ने बेला घुम्ने बेला पहिला भन्थ्यो त म खेल्न यस्तो भएछ साला यस्तो भन्थ्यो। त्यति फिजिकल पनि नआउने, सकिनै नसकिने। अनि त्यहाँबाट नसाको समस्याले हो कि किन हो झन् 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 बढ्दै बढ्दै गएर होला। अनि त्यहाँ 21 थला भयो। भने हजुरलाई यस्तो भएको कति जति भयो टाइम? यो त लामो भयो साला। म थल्लेको त 4-5 वर्ष भयो। अब यो अलिअलि छुन लागेको त यो 10-12 वर्षै भयो। कमाउनु सक्ने नसक्ने यताउता जानु नसक्ने। हजुरका केटाकेटी कति छन्? मेरो 2टा छोरा छन्। भने चाहिँ हजुर यस्तो अवस्थामा थलिएर बस्नु पर्दाखेरि बाबुलाई पढाउनु लेखाउनको लागि धेरै गाह्रो भयो होला। श्रीमती छ, उसले अब इन्डिया यताउता बाहिर गएर उहाँ बाहिर गएर कमाउनुहुन्छ हजुरलाई? उसैले हेर्ने। अब बहिनी यहाँ छैन, गुवा छ। बहिनीले पनि अब पढ्दा पढ्दै उता गयो। घरमा अब आर्थिक अवस्था कमजोर भइदियो भने धेरै समस्या भन्ने पैसा पनि सिद्धिसक्यो सब। अनि उपचार गर्दाखेरि खर्च कति जति आयो होला खर्च हजुर? खर्च अहिलेसम्म जोड्ने त साला सबै त 8-10 लाख नै सिद्धियो। 8-10 लाख पनि सिद्धियो हैन? अनि हजुरले अस्ति भन्दै हुनुहुन्थ्यो यो उपचार गर्दा जग्गा जमिन सब बेचेर सकियो भन्दै हुनुहुन्थ्यो। यो मेरो जग्गा थियो तलतिर सब सकियो। भाइभरि बाउले राख्दै थियो, जग्गा नभएन, अलिक धेरै थियो। मेरो रोग ब्याधले गर्दा मेरो 8-10 लाख पनि सिद्धियो। तर खेतसेत पनि सिद्धियो, रोड मेन रोडमा त्यो पनि सिद्धियो। अब गाउँतिर थियो त्यो पनि सिद्धियो। अब केही छैन साला, थोरै अब भनेपछि अझै हजुरको रोग के हो भन्ने पत्ता लागेको छैन नि? अब डाक्टरतिर गएको, युरिक एसिड नसक्ने भन्छ, औषधि खाएर लागेन। अब धामी जागिरी गरे त्यही त हो नि। अब बोक्सी सोक्सी भन्ने। अब ठुलो डाक्टरमा जान सकेन, आर्थिक स्थिति नभएर नेपालगञ्जसम्म पुगे, त्यहाँबाट टाढा गइएन, सकिएन भनौँ न। अब पैसै नभएपछि जान सक्दैन। पैसा आर्थिक अवस्था एकदम कमजोर भयो भने समस्या हुन्छ। अनि हजुरको यस्तो अवस्था छ, हजुरको कमाउने घरमा कोही मान्छे छैन, हजुरको बालबालिकालाई स्कुलबाट कुनै स्थानीय तहबाट पढाइ लेखाइको लागि केही सहयोग राहत भएको छ कि छैन? छैन छैन, त्यस्तो केही छैन साला। पढ्न जाने, स्कुल जाने पनि अब एउटा बस्नुपर्छ हेर। अब पहिले त अब 7 दिन हुन्थ्यो, 2 दिन बिदा थिएन। अहिले 2 दिन बिदा गराएर अब 1 दिन 3 दिन जान्छन्। एउटा कति भयो? 3 दिन। भनेपछि त्यसो भए एउटा बस्ने, एउटा पढाइ पनि धेरै तल आएको। भनेपछि तपाईँको रोगको कारणले गर्दा उता श्रीमतीको 2 जना सँगै बस्ने वातावरण छैन, उहाँ कमाउन जाने, हजुर घर बस्ने। अब घर बसेपछि खाना पुग्दैन साला। अब अनाज पानी हुँदैन, धन सम्पत्ति छैन। हजुर। अनि अब ऊ घर बस्ने भने केही खाने हुन्न, हेर्न साँझ बिहान खाने हुन्न हेर। अनि बाहिर पठाउनुपर्छ हजुरको। अनि हजुरले के यो रोगको उपचार गर्न नचाहे हो कि आर्थिक अवस्था कमजोर भएर? नचाहेर होइन साला, मलाई पनि छ जोही छोराछोरालाई राम्रोसँग पढाउने लेखाउने, घरमा बसाउने, घरमा आमाहरूलाई बहिनीहरूलाई खुसी दिने। अब आर्थिक नभएर मैले धेरै सहयोग मागेँ, यताउता गरेँ, केही नभएर म लास्ट स्थितिमा पुगिसकेपछि मैले सालालाई सम्पर्क गरेँ। ल दर्शक पनि तपाईँहरू देख्न सक्नुहुन्छ, तपाईँ हामी जस्तै उहाँ पनि एकजना भलिबल जिल्लासम्म खेलिसकेका व्यक्ति हुनुहुन्छ। सम्पूर्ण भलिबल खेल्ने खेलाडी तथा स्थानीय अग्रज व्यक्तित्व, गाउँ समाजका अगुवा व्यक्तित्व। यदि हामी सबैजनाले उहाँलाई आफ्नो व्यक्तिगत हिसाबले आर्थिक अवस्था सहयोग गऱ्यौँ भने उहाँ फेरि पनि गाउँ समाजमा एकदम पहिले जस्तै भएर आउन सक्नुहुन्छ। उहाँ राम्रो हुनुभयो भने उहाँको छोराछोरी पनि आउने जिन्दगीमा धेरै प्रगति गर्नुहुनेछ, पढाइ लेखाइ राम्रो हुनेछ र सुख शान्तिमा उहाँको अहिले चाहिँ उहाँको सम्पूर्ण जिम्मा उहाँको श्रीमतीले हेरिरहनु भएको छ। पढाउने लेखाउने, श्रीमानलाई खर्च गर्ने सम्पूर्ण जिम्मा लिनुभएको छ भने तपाईँहरू हामीले सबैले उहाँलाई चाहिँ जति सक्यो उति सहयोग गर्न सक्छौँ। यदि सहयोग गर्न सक्यौँ भने हामीले चाहिँ उहाँलाई धेरै राम्रो उपचार पाउन सक्नुहुनेछ। हामीलाई उहाँले चाहिँ तपाईँहरूले सानो सानो सहयोग गर्न सक्नुहुन्छ। उहाँले सानो सानो सहयोग गर्नुभयो भने तपाईँहरू सम्पूर्णले उहाँले चाहिँ
थोरै पनि सहयोग भयो भने उहाँलाई चाहिँ धेरै ठुलो उपचार गर्न नसके पनि धेरै उहाँलाई चाहिँ हिडडुल गर्न सक्ने उपचार भइदिए पनि धेरै राम्रो हुने थियो। अनि हजुरले के भन्न चाहनुहुन्छ? के भन्नु छ यो चाहिँ मेरो यो रोग यस्तै हो, यो झम्किने हो, यहाँबाट सबै पुरै यो झम्किने हो शरीर। यसरी बस्नु नि हुन्न कि, यस्तो गर्ने नि हुन्न, यस्तो गर्नु पुरै हिँड्दा लटुटेर हिँड्ने, खानेकुरा चाहिँ थाहा भएछ 24 घन्टा खाइराख्ने हो। अब कोही केही सहयोग मिलेपछि राम्रो भयो चाहिँ, मलाई कमाउनु नसके पनि वरपर घरमा हेरफेर गर्ने, छोराछोरीलाई हेरदेख गर्ने मात्रै भए हुन्थ्यो भने। दर्शकबिन सबैजनाले उहाँलाई जति आफ्नो हिसाबले सहयोग गरिदिनु होला। हजुरको सानो सहयोगले पनि व्यक्तिको दुई पुस्तालाई राम्रो हुनेछ। एक त उहाँ नै राम्रो हुनेछ भने उहाँको परिवारमा आउने सन्ततिहरूलाई पनि धेरै पढाइ लेखाइमा राम्रो हुनेछ। उहाँ राम्रो भयो भने उहाँको छोराछोरीलाई पनि धेरै राम्रो हुनेछ। सम्पूर्ण जति पनि हेर्नुभएको छ हाम्रो फेसबुक साथीहरू, हजुर सबैजनाले सहयोग गरिदिनु होला उहाँलाई उपचारको लागि। हजुरको सानो सहयोगले पनि ठुलो महत्त्वपूर्ण योगदान खेल्नेछ। अनि हजुरले सहयोग गर्नुभयो भने फेरि पनि उहाँ समक्ष फेरि हामी आउनेछौँ। हजुरले दिनुभएको सहयोग जस्ताको तस्तै हामी उहाँ समक्ष पुर्याउनेछौँ। ल अहिलेलाई चाहिँ यति नै। हामी हजुरले सहयोग गर्नुभयो भने फेरि उहाँ समक्ष आउनेछौँ। हस् त, नमस्कार।